तपाईहरुलाई मेरो भिडियोमा र तपाईहरु पनि सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु र म चाहिँ कहाँ जाँदै छु भन्दाखेरि आज चाहिँ डाँडाबास जाँदै छु हैन अनि यो भिडियो चाहिँ मैले अहिले भन्ज्याङबाट स्टार्ट गरिरहेको छु म आएको ठाउँ चाहिँ यता हो अनि जाने ठाउँ चाहिँ यता हो यताबाट जाने यो ठाउँलाई चाहिँ हामी भन्ज्याङ भन्छौं अनि यतापट्टि यो चाहिँ थाहा नगरपालिका पर्छ भने यता यो साइडपट्टि चाहिँ कैलाश गाउँपालिका पर्छ हामी जाने चाहिँ थाहा नगरपालिकाकै ठाउँमा जाने हो अनि कोसी त छु भन्दाखेरि कोसी त छौँ त आज हामी ल हेरौँ त हामी चाहिँ लगभग 3 वर्षपछि भेटेको हामी दुईजना हैन आज चाहिँ हामी ल घुमघाम गरौँ भनेर यता हाम्रो थाहा नगरपालिकाको डाँडाबासमा त्यहाँ चाहिँ पार्क र एउटा उनिउचौरी भन्ने ठाउँ छ त्यहाँ चाहिँ यसो आज चाहिँ घुम्दिउँ भनेर निस्केको हामी चाहिँ मौसम चाहिँ कुलै छ है मौसमको अवस्था चाहिँ यस्तो छ टोटली बादल लागिरहेको छ हावा चहिट पनि रहेको छ हैन हामी चाहिँ जान्छौँ होला अनि हाम्रो चाहिँ 3-4 वर्षपछिको भेटघाट हो यो अनि धेरै भयो नभेटेको पनि अब जान्छौँ होला बाइक चाहिँ उसले राइड गर्छ हामी यहाँ डाँडाबासको एउटा पार्कमा आइपुगेका छौँ अनि पार्कको नजारा यस्तो छ है अलिक फोहोरै छ त यार अलिक फोहोरै रहेछ अनि यो त पहिलोचोटि आइरहेको छु है यहाँ पहिलोचोटि मतलब यो बनेपछि पहिलोचोटि हो हैन नत्र पहिला चाहिँ आइरहेको थिएँ अब म बाहिर भएको कारणले अहिले चाहिँ 3 वर्षपछि यहाँ घुम्न आएको दुईजना पनि सायद यो पार्कमा आएको चाहिँ सँगै होला जस्तो लाग्छ मलाई है सँगै होला जस्तो लाग्छ अनि यो तोरणहरू चाहिँ अस्ति होलीको दिनमा टाँगेको हो अनि अलिकति अव्यवस्थित भएर अलिकति लथालिङ्गै रहेछ जो यहाँ आएर बस्दाखेरि चाहिँ अलिक ठिक भएको फिल भइरहेको छ हैन फरक छ नि है वातावरण ट्याक टोटली फरक छ उता हाम्रो भन्दा आनन्द पिस पुरै पिसफुल हैन पुरै पिस भनौँ न जस आनन्द छ पिसफुल अनि शान्त छ आनन्द छ हैन यसो आएर बस्नलाई 1-1.5 घन्टा बस्नलाई चाहिँ अनि ठिकठाक ठाउँ छ यो अनि पार्क चाहिँ ठ्याक्कै यस्तो छ तोरण टाँगेको छ अनि भएको एरिया चाहिँ यति नै हो भने यता चाहिँ अब सल्लाहकारीहरू छ हैन अनि त्यहाँ पनि जान्छौँ अनि फोटोहरू पनि खिच्छौँ हामी फोटोहरू चाहिँ हाम्रो फेसबुक अथवा इन्स्टाग्राममा हेर्नु होला है अनि एउटा दुईटा ताल पऱ्यो भने हामी टिकटक पनि बनाउँछौँ होला यहाँ र यता चाहिँ अब यहाँ टोटली सल्लाहको बोटहरू छ हैन अनि
टक्क आएर टाइम पास गर्न केही समय बस्न चाहिँ यहाँ राम्रो हुने खालको छ। यस्तो छ लोकेसन, नजारा यस्तै छ। म जाँदैछु, म त्यहाँ अलि अगाडिसम्म जान्छु अनि त्यसपछि फेरि फर्किन्छौँ होला हामी। पछाडिको सिन यस्तो छ, ब्याकग्राउन्ड नजारा यस्तो आइरहेको छ होइन। अनि लोकेसन चाहिँ यही हो गाइस, हेरौँ है। अनि ठिक छ ल, नजारा यस्तै छ, जाँदैछौँ। अनि यता चाहिँ यो मेरो फर्स्ट टाइम हो यता पार्कहरू पिकनिक स्पटहरू जस्तो होला भन्दाखेरि, तर अलिकति फोहोरहरू रहेछ है। अलि व्यवस्थित गर्न सकिनँ, व्यवस्थित गऱ्यो भने चाहिँ अलिकति राम्रै हुन्थ्यो होला। लोकल पर्यटकहरू यसो आएर लोकल पर्यटकहरू एक दिन जाउँ न त टाइम बिताउँ भन्दाखेरि कहाँ जाने भन्दाखेरि डाँडाबास भन्ने हुन्थ्यो होला। अनि यतापट्टि पनि यस्तो चौरहरू छ, बाटोहरू रहेछ। अनि यहाँबाट चाहिँ तलतिर जाने बाटोहरू होला है, यहाँसम्म मात्रै हो। म यहाँबाट उता चाहिँ जान्न। अनि एकछिन हामी यहाँ बस्छौँ, एकछिन गफगाफ गर्छौँ गर्नु छ। अनि बस्छौँ आनन्दले केही समय बिताउँछौँ होला दुईजना। अनि त्यो पछि त्यहाँ माथि उनिउ चौर भन्ने ठाउँ छ, उनिउ चौर जान्छौँ। अनि त्यो पछि खाजाहरू खाएर हामी सायद निस्काउँछौँ नै होला है। यहाँ चाहिँ एउटा नेपालको झन्डा छ, झन्डा राखिएको छ। अनि यहाँबाट हेर्दाखेरि यो ठाउँ पनि राम्रै देखिन्छ। अनि एउटा कुरो, आज चाहिँ अनि हामी ठ्याक्कै हिमाल हेर्न भनेर आएको थियौँ। अब के भइदियो भन्दाखेरि वरपर जताततै चाहिँ हुस्सु र बादल लागेर हिमाल एउटा पनि देखेको छैन है। बबाल देख्थ्यौँ होला है, हिमाल चाहिँ हामीले देख्न पाएनौँ योचोटि। अर्कोचोटि आउँदाखेरि आकाश खुलेको रहेछ भने हामी चाहिँ त्यो पनि तपाईँहरूलाई देखाउँछौँ है त। यता यहाँ मलाई सबभन्दा बेस्ट लागेको भनेको चाहिँ यो ठ्याक्कै पछाडिपट्टि एउटा नेपालको झन्डा छ होइन। अनि झन्डा पछाडि चाहिँ सिनारी चाहिँ यस्तो छ कि आनन्दले बसेर हेर्न मजा लाग्ने खालको छ। अनि एउटा नयाँ कुरो चाहिँ के हो भन्दाखेरि यो चाहिँ चिहान हो होइन। यहाँ चाहिँ सायद मान्छे जलाएर उहाँको स्मृतिमा बाँकी रहेको ठाउँमा चाहिँ अब त्यो लास्ट जलिसकेपछि चाहिँ त्यो ठाउँमा चाहिँ अब बिल्डअप गरेको होला। के भन्छ भन्ने कुरो चाहिँ मलाई ठ्याक्कै थाहा भयो होइन। तपाईँहरूलाई थाहा छ भने नि कमेन्ट गरिदिनु होला। तर यहाँ आएर बस्नको लागि चाहिँ एकदम राम्रो छ, ठिकठाक छ। आनन्दले यत्तिको सिन हेर्न पाए पुगेन त गाइज। यत्तिको पछाडि नेपालको झन्डा, यतापट्टि पार्क है। अनि यो पछि यता जाँदैछु म। यहाँबाट एउटा बाटो रहेछ है, यताबाट गाउँहरू देखिन्छ त, देखिँदो रहेछ ल, यताबाट देखिँदो रहेछ। अब हामी यहाँ एकछिन बस्छौँ, त्यो पछि फर्किन्छौँ नि होला है त। केही समय बसिसकेपछि चाहिँ अब हामी यहाँबाट चाहिँ निस्किँदैछौँ होइन। निस्किँदाखेरिको सिन यस्तो छ, हावा चलिरहेको छ। एकछिन बस्यौँ, ठिकठाक रमाइलो गफगाफ भयो है। अनि घाम पनि ठ्याक्क जान लाग्यो। यहाँबाट देख्दाखेरि चाहिँ यस्तो देखिन्छ। अनि यो तोरणहरू चाहिँ के भयो भन्दाखेरि एकदम फिक्का देखियो, यो चाहिँ कलरलेस भइसक्यो होइन। अनि तैपनि यसो हेर्दाखेरि चाहिँ रमाइलो भइरहेको छ। अब हामी एकछिन त्यहाँ अगाडि जान्छौँ होला, खाजा खान्छौँ। अनि त्यो पछि जान्छौँ उनिउ चौर भन्ने ठाउँमा जान्छौँ, त्यहाँ अलिकति अगाडि छ, त्यहाँ जान्छौँ। अनि त्यो पछि त्यहाँ पनि केही समय आधा घन्टा 1 घन्टा बस्छौँ होला। त्यो पछि चाहिँ निस्किन्छौँ है त। यस्तै छ, के गर्ने। अनि नजारा यस्तै छ, बाटोहरू चाहिँ अलिक फोहोर छ होइन। अब हामी चाहिँ यहाँ के कस्तो लाग्यो भनेर होइन साथीले चाहिँ सोच्छौँ के कस्तो लाग्यो त्यो ठ्याक्कै अहिले चाहिँ। यहाँ अहिले चाहिँ अब त्यति पनि अब जात्रा अब पहिला जात्राको बेलाको होला सायद, त्यो भित्र चाहिँ अलि अव्यवस्थित देखेँ। अब टोइलेटको चाहिँ अलिकति व्यवस्थित रहन्छ, मैले त्यहाँ हेरेँ पनि। अनि त्यो जङ्गलतिर चाहिँ के छ भने हाम्रो नेपालीको उनै त्यस्तो होइन। अब डस्टबिनहरू राखेको छ। अनि त्यो बियरहरूको बोतलहरू खाएर होइन जताततै फुटाएर फ्यालेछ कि, जताततै होइन फोहोर गरेको छ होइन। अब त्यो प्लास्टिक बोतलहरू पनि फ्यालेछ। डस्टबिन छ, डस्टबिनको युजै छैन कि, त्यहाँ डस्टबिनमा त टङ्ग्राङ्ग राखेको छ, युजै छैन हेर्नुहोस् होइन। तर ठिकै हो। अब म नि 3 वर्षपछि आएको यहाँ। यो म उता बाहिर जाँदाखेरि बनाएको थिएन, म आउँदाखेरि ल कस्तो रहेछ भनेर हेर्न आउँदाखेरि अब त्यस्तो रहेछ। अब होइन, अब हामी अब अलिकति सचेत नागरिक अझैसम्म पनि बनाएको छैनौँ क्या। त्यहाँ बियरको बोतल जताततै फुटाएर फ्यालेको छ होइन, डस्टबिनको युजै भएको छैन क्या। अनि टोइलेटको व्यवस्थै छैन। टोइलेट चाहिँ बनिरहेको छ, तर युज चाहिँ के हो पनि अब त्यहाँ तालचा लागेर चाहिँ खिया लागिरहेको छ होइन। कहिलेदेखि बन्द भयो त्यो थाहा भएन, तर समग्रमा ठिकै छ। यत्तिको मान्नुपर्छ, यत्तिको ठिकै छ होइन। यहाँ आएर बस्न अब पिकनिकहरू मनाउन आउनु पनि ठिकै छ। तर अलिकति के भइदियो भन्दाखेरिमा बाख्राहरू चराइदिने
अनि जथा भावी चाहिँ के भयो त भन्दाखेरि बियर खाइदिने बियरको बोतलहरू चाहिँ फुटाउने फालिदिने है डस्टबिन चाहिँ राखेको छ तर डस्टबिन चाहिँ को चाहिँ खासै प्रयोग भएन यहाँको व्यवस्थापन समिति बजार व्यवस्थापन समिति होला त्यसले पनि यसले यो कुरालाई चाहिँ ध्यान आकर्षण होस् र त्यो कुरा चाहिँ अब लागू गर्नु पऱ्यो है यदि यो भिडियो कसैले हेर्दै हुनुहुन्छ या डाँडाबासबाट हेर्दै हुनुहुन्छ भने यो भिडियो चाहिँ यता बजार व्यवस्थापन समितिसम्म पनि पुर्याइदिनु होला यो चाहिँ डाँडाबास बजार हो उनीहरू चौक चाहिँ यहाँनिर ठ्याक्कै यहाँनिर छ है अनि त्यहाँभन्दा मुनि चाहिँ स्कुल छ श्री सुन्दरीदेवी मावि स्कुल छ भने अनि यो साइडमा चाहिँ के देखिन्थ्यो भन्दाखेरि दामी भ्यू देखिन्थ्यो हिमालको अहिले चाहिँ बादल लागेर छेकेर केही देखिरहेको छैन है त अनि हामी आएको चाहिँ यता पारिपट्टिबाट हो अनि यसले चाहिँ चिसोपानी भन्छ के अरे अनि यता चाहिँ गाउँहरू छ बस्तीहरू छ हामी घर फर्किँदैछौँ है हावाहुरी धेरै चल्यो अनि हामी त्यहाँ उनी चौर जाने भनेको थियौँ उनी चौर चाहिँ हामी जान सकेनौँ र यो सिनमा आएर चाहिँ हामी रोक्यौँ रोडको कन्डिसन यस्तो छ यता गाउँ छ यो वेबाट आएको हो यता छौँ हामी चाहिँ होइन अनि यस्तो छ गाइज गाउँको हालत यस्तो छ है यसले चाहिँ काली खोला भन्छ अनि अब हामी जान पर्ने चाहिँ यो साइडपट्टि हो ल है सिनारियो चाहिँ यस्तो छ हामी जाने चाहिँ अब यता हो हावाहुरी व्यापक चलिरहेको छ यस्तो छ ल हावाहुरी दह्रो छ लाली गुराँस के छ लाली गुराँस हेर्नु त हामी एकलट हेरौँ ल लाली गुराँस पनि हेरौँ न होइन वैशाख लाग्न लाग्यो लगभग यो चाहिँ अब चैत भइसक्यो अनि लाली गुराँसको बोट चाहिँ यता छ ऊ त्यो पनि लाली गुराँसकै बोट हो अनि यहाँ माथि पनि छ अहिले चाहिँ लगभग ल आउने बाटो यो सुटेको त्यहाँ लाइट परेर दामी देखिराखेको छ होइन तर क्यामेरा चाहिँ त्यो चाहिँ क्याप्चर गर्न अब एकछिनमा घर निस्किन्छौँ हामी यहाँ 2-4 मिनट बसेर अनि त्यो पछि उतै भेटौँला है त ल अहिले चाहिँ हामी ठ्याक्कै घर पनि आइसक्यौँ होइन अनि त्यहाँबाट हावाहुरी चलेको कारण हामी त धेरै खिच्न चाहिँ पाएनौँ आज चाहिँ आइपुग्यौँ आजको सिनारियो अनि ब्याकग्राउन्ड सिन छ यस्तो छ यत्तिको छ होइन अनि कस्तो लाग्यो साथी आजको आज चाहिँ हामी चाहिँ घुमघाम गरेर आयौँ जे होस् टाढास पुग्यौँ धेरै लगभग 3 वर्ष पुग्यो रमाइलो घुमघाम गऱ्यौँ आयौँ पानी परेको कारणले चाहिँ हामी त्यति घुम्ने ठाउँ पनि जान पाएनौँ जान पनि ठाउँमा हामी गएनौँ
तर हामी घुम्न चाहिँ व्यापक रूपमा घुम्यो। अहिले चाहिँ हामी घर आइपुगेका छौँ। यो चाहिँ मेरो घर हो होइन, आइपुगेका छौँ। अब नेक्स्ट टाइम तपाईँहरूले फेरि अर्को भ्लगमा चाहिँ नेक्स्ट टाइम तपाईँहरूले त्यो ठाउँको चाहिँ हामी जानुभयो उनिउचौर भन्ने ठाउँ चाहिँ तपाईँहरूले देखाउनेछौँ। हस् त, आज चाहिँ म बिदा भएँ। ल आजको दिन चाहिँ यस्तै रह्यो है। अनि उनिचौर जानु पाएनौँ, अनि त्यहाँबाट पानी हाउरी चल्यो, पानी पऱ्यो। अनि त्यो पछि अब हामी घर आइसकेका छौँ। घर आइसकेपछि के गर्छ भने आजको लागि अनि भिडियो यति नै छ। अनि नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरिदिनु होला, लाइक र कमेन्ट पनि गरिदिनु होला है त। बाई।